वर्ष आउँदैछ है। एउटा कुरा नयाँ वर्ष आउँदैछ, हामीले नयाँ वर्ष कति मनायौँ कि आजसम्म। अब नयाँ वर्ष मनाउने होइन, न्यू लाइफ बनाउने हो हामी। बिउ सबैलाई सानो लाग्छ, जब एउटा बिउ रुख बन्छ, कम्प्लेक्स बन्छ, जब एउटा युनिसेल एउटा मात्रै हुन्छ, जब मान्छे बन्छ नि, जब मान्छेलाई चमत्कार लाग्न थाल्छ, आफूले आफूलाई धन्यवाद उद्घोषकज्यू तथा प्यारो भाइ सुमित गुप्ता, आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, अतिथि प्रमुख अतिथि, विशिष्ट अतिथिज्यू र यहाँ उपस्थित हुनुभएको सम्पूर्ण सर म्यामहरूमा नमस्ते। मेरो नाम राजेश साई ठकुरी। सो आज मेरो विषयवस्तु भन्नुभन्दा पनि आज अगाडि म विजया बस्ने दिदीलाई मेरो अन्तरात्माको गहिराईबाट धेरै धेरै धन्यवाद दिदी। हिजो मेरो एउटा सुन्दर परिचय दिएर जानुभएको थियो, मेरो बारेमा एकदमै प्रशंसा गरेर जानुभएको थियो दिदीले, जुन प्रशंसा दिदी अहिले नेपाल सरकारको निजामती सेवाको शाखा अधिकृत हुनुहुन्छ, अहिले पिएचडी पनि गर्दै हुनुहुन्छ। उहाँले एकदमै राम्रो सुन्दर शब्दहरू प्रयोग गरेर मेरो बारेमा धेरै प्रशंसा गरेर जानुभएको थियो। यति धेरै मानिसहरू हुनुहुन्छ, यति धेरै मानिसको अगाडि एउटा सुन्दर मान्छे देखिराखेको छु, त्यो भाइ हुनुहुन्छ राजेश साई ठकुरी भनेर भनिराख्नु भएको थियो। सो त्यो दिदीको मैले शब्द सुनेर म यति खुसी भएको थिएँ, म यहाँ अगाडि सुरुमै बसेको थिएँ, यति खुसी भएको थिएँ कि म हाँस्दा हाँस्दा रात नै पिरो भइसकेको थिएँ क्या, म त्यति खुसी भइसकेको थिएँ। सो दिदीले एकदमै राम्रो मेरो प्रशंसा गर्नुभएको थियो, मेरो एउटा हौसलाको लागि पनि होला। दिदीले सुन्दर शब्दहरू प्रयोग गर्नुभएको थियो, म प्रत्येक शब्दमा दिदी म मनन गर्छु। त्यसै गरी हाम्रो दिदीहरू हुनुहुन्छ, 3-4 दिदीहरू हुनुहुन्छ, राजेश भाइको शब्दमा दम छ, राजेश भाइको बोली मनपर्छ, हरेक कुराहरू मनपर्छ भन्नुहुन्छ। सायद दिदी पनि होला, सायद मलाई नोटिस गर्नुभएको दिदीहरूप्रति पनि म एकदमै आभारी छु। त्यसै गरी मेरो आदरणीय दाईहरू पनि हुनुहुन्छ, दाईहरूले पनि धेरै प्रशंसा गर्नुभयो, राजेश भाइ युनिक लाग्छ क्या मलाई भन्नुहुन्छ है। अनि त्यसपछि सो डे 1देखि हाम्रो भेट भइरह, राजेश भाइको एकदमै युनिक लाग्छ, हामीहरू सबै कुरा मनपर्छ, दाईहरूसँग बाहिरतिर पनि यसो कुराकानी भइरहेको छ है हामीहरूको। अनि राजेश भाइ उमेरले एकदम सानो भाइ भए पनि तर भाइसँग हाम्रो कुरा मिल्छ, भाइब मिल्छ भन्नुहुन्छ, एकदमै खुसी लाग्छ। सो म अब यति भन्दै मेरो आफ्नो विषयवस्तुमा प्रवेश गर्न म अनुमति लिन चाहन्छु। कृष्ण अधिकारी सर आज स्वयं क्लासमै उपस्थित हुनुहुन्छ। डे 1मै यो क्लासमा आउनुभन्दा अगाडि मलाई गुरु दक्षिणा चाहिन्छ, मलाई तपाईँहरूले गुरु दक्षिणा दिनुपर्छ भन्ने कुरा गर्नुभएको थियो। सो तपाईँहरू चेला हो, म गुरु हो, मलाई गुरु दक्षिणा चाहियो भन्दाखेरि सो हामीहरूले गुरु दक्षिणा पनि सरलाई सुम्पेका थियौँ। त्यो गुरु दक्षिणा थियो 3वटा, एउटा नम्रता, एउटा शालीन र एउटा मुस्कान। हामीले गुरुको चरणमा हामीले सुम्पिसकेका थियौँ त्यो कुराहरू। सो आज तपाईँहरू यो हलमा सबैजना उपस्थित हुनुभएको छ, सबैजनाले आज मलाई केही न केही दिनुपर्ने हुन्छ। फरक यति हो, हुन त हामी सबै दिनकै लागि आएको छौँ केही न केही, तपाईँहरूले मलाई ध्यान दिनुपर्ने छ, म तपाईँहरूलाई ध्यान दिनेछु। गल्तीले नै सिकिन्छ जिन्दगीमा, बर्बाद गर्दैन गल्तीले, हजारौं गल्ती गर्न पाइन्छ, एउटै गल्तीलाई दोहोर्याउन पाइँदैन। सो एकजना मेरो प्रिय भाइले मलाई सोधिराख्नु भएको थियो, दाइ हजुर किन यति धेरै खुसी हुनुहुन्छ, के छ त यो खुसीको राज भन्ने मलाई कुरा गर्नुभएको थियो। म त्यसको बारेमा पनि म स्पष्ट गर्छु। म यतैबाट म खुसी हुनुको खास कारण के हो भनेपछि धेरैजनाले सोध्नुहुन्छ, जतिखेर पनि हजुर यति हँसिलो मुस्कुराइराख्ने भन्ने कुरा राख्नुहुन्छ। सो मैले तपाईँहरूलाई मेरो यो बायाँ हातमा सुन्तला र दायाँ हातमा मैले केरा देखायो भने तपाईँहरूले के भन्नुहुन्छ, यो सुन्तला हो यो केरा हो भन्नुहुन्छ। वास्तवमा तपाईँले सुन्तला र केरा देखेको हुनुहुँदैन, तपाईँले देख्ने भनेको सुन्तलाको बोगडा र केराको बोगडा मात्रै देखेको हुनुहुन्छ। सुन्तला त त्यो भित्र छ, बोगडा त त्यो भित्र छ। म सुन्तला र केरा देखेर हाँस्ने गर्छु म सधैँ। सो हामी सुत्नुभन्दा सानो अभ्यास तर ठुलो सफलता। हामीले सुत्नुभन्दा अगाडि के गर्नुपर्छ भन्ने मेरो आजको त्यो विषय हो। यही मुस्कुराउने, किन मुस्कुराउँछ, किन खुसी हुनुहुन्छ भन्ने विषयकै समग्रमा यसै आएको हुनाले म सानो कुरा जोड्छु। हजुर हप्तामा 1 दिन रुनुहोस्, चिच्चाएर रुनुहोस्, प्रत्येक दिन 10 मिनट हाँस्नुहोस्।
हजुरलाई मन परेको कुनै गाना गाउने गर्नुहोस्, गुनगुनाउने गर्नुहोस्। तपाईँले कुनै सुन्दर गाना छ, मनपर्ने गाना छ भने त्यो गानामा रमाउने गर्नुहोस्। हजुर त्यो गानामा प्रत्येक दिन गाउने गर्नुहोस् र नाच्ने गर्नुहोस्। र सुत्नुभन्दा अगाडि आफूले आफैले प्रश्न गर्नुपर्ने हुन्छ, म को हो त? आजको दिनमा बिहानदेखि बेलुकासम्म मैले के काम गरेँ त? आफूले आफूले प्रश्न गर्ने। कतै तेरो दिन त आज पोकटमा त गएन नि भनेर आफूले आफूले प्रश्न गर्ने। बिउ सबैलाई सानो लाग्छ। जब एउटा बिउ रुख बन्छ, कम्प्लेक्स बन्छ, जब एउटा युनिसेल एउटा मात्रै हुन्छ, जब मान्छे बन्छ नि, जब मान्छेलाई चमत्कार लाग्न थाल्छ। आफूले आफूलाई प्रश्न सोध्ने पनि त्यो एउटा बिउ हो। बिउ नै हो आफूलाई सोध्ने प्रश्न पनि। सो हिजोको दिनमा हामीहरूले देख्ने गर्छौँ, हिजो कति राम्रो मान्छे, सबैसँग हाँस्ने बोल्ने मान्छे, त्यो आज पागल भएछ, डिप्रेसनको शिकार भएछ अरे पनि हामी सुन्छौँ। त्यो एक दिनको कुरा होइन, त्यो एक दिनकै कारणले ऊ डिप्रेसनमा गयो होइन। एउटा अस्ति पश्चिमको बहिनीले एसयुको इक्जाम बिग्रिँदा त्यो बहिनीले सुसाइड गर्नुभयो। त्यो बहिनीको एक दिनको निर्णय थियो, त्यो बहिनीले एक दिन सुसाइड गरे हो। त्यो बहिनीले त बारम्बार त सुसाइड गरेको होइन नि। सो त्यसैले हामी प्रत्येक दिन खुसी हुनुपर्छ। आज एक दिन खुसी, भोलि एक दिन खुसी, हामी पर्सि एक दिन खुसी। म हप्ता दिन खुसी हुन्छु, म महिना, म वर्ष दिन म खुसी हुन्छु, 50 वर्ष खुसी हुन्छु, कहिले पनि नसोच्नुहोस्। यो 50-100 त यो बुढनमा हिसाबमा जोडिने कुरा हो। हामीले प्रत्येक दिन एक दिन मात्र खुसी हुन्छु भनेर सोच्नुहोस्। आज खुसी हुन्छु, भोलि खुसी हुन्छु, पर्सि खुसी हुन्छु भनेर एक दिनलाई मात्रै कल्पना गर्नुहोस्। जिन्दगी लामो कहानी होइन, जिन्दगी एक दिन एक रातको कहानी हो, एक दिनको कहानी हो, एक बिहानीको कहानी हो जिन्दगी। जस्तै तपाईँको एक दिनमा तपाईँले राम्रो काम गर्नुभयो, प्रत्येक दिन एउटा राम्रो काम गर्नुभयो, वर्षमा 365 वटा दिन हुन्छ। तपाईँले एक दिन राम्रो काम गर्नुभयो भने वर्षमा 365 वटा राम्रो काम गर्न सक्नुहुनेछ। र तपाईँको कमी कमजोरी कता छ, आफ्नो कमी कमजोरीलाई पनि सुधार्ने। सुत्नुभन्दा अगाडि मैले आज के काम बिगारेँ, मेरो आजको दिन फोकटमा त कतै गएन नि भनेर आफूले आफैले मनन गर्ने। मानिस यस्तो प्राणी हो कि सधैँ आफ्नो गल्तीको आफै वकिल बन्न खोज्ने, आफ्नो गल्तीको आफै न्यायाधीश बन्न खोज्ने मानिस नै हो। सो आफ्नो गल्तीलाई न्यायालयले हेर्नुहोस्, किनकि आफ्नो गल्ती भोलिको दिनमा दोहोरिनु भएन। त्यो गल्तीलाई पनि तपाईँहरूले नोट गरेर एउटा झुसिल किरा पुतली जस्तो उड्ने हुन्छ, एउटा पुतली झुसिल किरा जस्तो घिर्सिने हुन्छ। त्यो एक दिनको कारण हो, त्यो एक दिनकै कुराले हो। एउटा गौतम बुद्धले दरबार छोडेर जानुभयो, त्यो एक दिनकै कुरा त हो नि। एक दिनकै कारणले आज गौतम बुद्ध हुनुभयो। सो त्यसैले साँझ सुत्नुभन्दा अगाडि आफ्नो बारेमा सोच्नुहोस्, आजको सुन्दर दिन कसरी बित्यो भनेर त्यो मनन गर्नुहोस्, नोट गर्नुहोस्। प्रत्येक दिन कमी कमजोरीलाई सुधार्नुहोस्। सो समयको बावजुद मैले भन्नुपर्ने धेरै कुरा थियो, मैले भन्न सकिएन। यहाँ उपस्थित हुनुभएको सम्पूर्ण बुद्धिजीवी महानुभावहरूमा म के भन्छु भने अब नयाँ वर्ष आउँदैछ है। एउटा कुरा, नयाँ वर्ष आउँदैछ, हामीले नयाँ वर्ष कति मनायौँ कि आजसम्म। अब नयाँ वर्ष मनाउने होइन, न्यू लाइफ बनाउने हो हामीले। महानुभावहरूमा म के भन्छु भने तपाईँहरूको दिन शुभ रहोस्, आजको तपाईँको महिना शुभ रहोस्, वर्ष शुभ रहोस्, सिंह जिन्दगी नै शुभ रहोस्। धन्यवाद।